म त यार मस्त थाके यार आजकल बाहिर जानै नसक्ने यार घाम पनि लास्टै चर्को है आज ठिक छ मौसम हिँड्दै आउनु भएको आज त्यति गर्मी छैन आज मौसम नै यार आजकल के भएको यार पहिला त यस्तो गर्मी हुँदैन थियो त काठमाडौँमा यार राहुलले बस्दा बस्दा पनि थाक्नुहुन्छ कि हैन चर्बी धेरै भयो भने गर्मी धेरै लाग्छ नि फेरि तर धेरै दिनपछि झाजेको धेरै दिनपछि के आज फर्स्ट टाइम त म त फर्स्ट टाइम आएको राम्रो रहेछ घरपेटीले पैसा चाहिँ खर्च गरेर रहेछ भाडा पनि लत्ताएर लिन्छ होला कति छ भाडा नमन फेरि सुनेर बनाइदिन्छ कि बात त सही हो जति छ सस्पेन्स खाजा खुवाउनुहुन्छ अझै यार भोक लागिसक्यो यार न बाहिर केही खुवाउनुहुन्छ न भित्र केही कुरा गर्नुहुन्छ उहाँले त्यही नखाइ यस्तो घरमा बस्नु जे हुन्छ पकाउनु न यार भोक लागिरहेछ भन्नुस् न भन्नुस् तपाईहरु भन्नुस् खाउने त म आफ्नै इच्छाले युक्त खाना बनाउनुस् न प्रोटिन त सबभन्दा चनामा छ चना खानुहुन्छ ठीक छ खाइदिनु चना तब प्रेमले जे खुवाउनुहुन्छ मस्त खाने हो चना खिलाउनुस् सोया खिलाउनुस् पनिर खिलाउनुस् चिकन चाहिँ नखाउनु बडा बर्ड फ्लूको हल्ला चलिरहेछ आजकल चिकन त सारा फ्रीमा दिए पनि खाँदैन म त कहाँ फ्रीमा दिनु 400 रुपैयाँ भन्दाको रेट अहिले पनि कम भएको छैन अनि चिकन 400 रुपैयाँ किलो अनि मजाक नगर्नु यार यस्तो बर्ड फ्लू चलिरहेछ 400 रुपैयाँ त कसले लिन्छ हौ भन्छ नि खाने मान्छेले डराउँदैन अब तपाईको चिकन पसलमा जानु न कतिकै भिड हुन्छ मान्छेले खाइदिरहेछ त्यो अवेयरनेस नभएर हो कि अब त्यो डर भन्ने कुरा नै छैन उनीहरुले सोच्छ तनाव छ टेन्सन छ बाँचेर पनि के गर्ने हैन साला के हुन्छ भन्दाखेरि मान्छेलाई जस्तो सुकै स्थितिमा पनि स्वाद चाहिँ चाहिन्छ क्या तपाईको यस्तो गरौँ न त अब हामी त भेजिटेरियन पर्यो हामी आलुको मासु खाउँ आलुको मासु सोयाबिनको मासु खाउँ हामीहरुको बच्चा आउँदाखेरि अब त्यतिखेर त अब अहिले जस्तो त पैसा हुँदैन किन अहिले त सबैसँग पैसा छ अहिले अब मान्छेहरुले के पैसा होस् नहोस् ऋण काटेर पनि मासु नै खान्छ के पहिलाको सोचमा के हुन्थ्यो भने अब छ भने खाने छैन भने अरूसँग मागेर नखाने के त्यस्तो सोच थियो अहिले तपाईको जस्ट उल्टो भएछ जस बच्चा हुँदाखेरि अब त्यति पनि थिएन मार्केट नै जानु पर्थ्यो अब घरबाट तपाईको 5 किलोमिटर 7 किलोमिटर गल्ली गल्लीमा मासुको पसल भेटिन्छ अहिले त घर पिछै मासु टार्गेट गरेर गरेको अनि तपाईको यो बर्सातमा हामीहरुको तरकारी पनि त्यति पाउँदैन थियो किन बर्सातमा तपाईको सबै तरकारी गल्ने हुन्छ के खेतहरुमा लगाएको छ पानी जाउँछ तरकारी मर्छ त्यो बर्सातको बेलामा हामी डेली सोयाबिन नै खान्थ्यौ के अनि त्यो बेलाको हामीहरुको लागि मासु त्यही भन्थ्यो के मासु भन्नेको एउटा कुरा याद नै एउटा कुरा